गाइज वेलकम बैक टू माई न्यू भिडियो र आज चाहिँ मैले नयाँ केही गर्न खोजिरहेको छु। धेरै पछि म भिडियो लिएर आइरहेको छु। सो तपाईहरु नयाँ हुनुहुन्छ भने लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। सो आजको भिडियो रहेको छ अपकमिङ नेपाली मुभी जो न्यू इयर 2082 साल वैशाख 1 गते जो मुभी अभाइलेबल हुन गइरहेको छ त्यसको बारेमा म तपाईहरुलाई केही जानकारी दिन गइरहेको छु। सो फर्स्ट अफ अल तपाईहरुले नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा प्लिज लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। यस्तै नयाँ भिडियोहरु म ल्याउने कोसिस गर्नेछु किनभने मुभीको अपडेटहरु आएको थिएन एन्ड मैले चाहिँ त्यही भएर मुभीहरु चाहिँ मुभीको या हुन सक्छ ब्लगिङको मैले भिडियोहरु के अपलोड गरेको थिएन। सो आज धेरै पछि मैले भिडियो अपलोड गरिरहेको छु। सो भिडियोलाई हेर्दिनु होला र तपाईहरुलाई म अपकमिङ नेपाली मुभीहरुको बारेमा डिटेल दिन गइरहेको छु। सो हेर्दै गर्नु होला भिडियो अनि नयाँ हुनुहुन्छ भने प्लिज लाइक एन्ड शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। सो म तपाईहरुलाई अब देखाउन गइरहेको छु नेपाली मुभीहरु जो युट्युबमा आउन गइरहेको छ र कोही सिनेमा घरमा सो नेपाली मुभीहरु आइरहेको छ। सो तपाईहरुलाई म डिटेल दिन गइरहेको छु। सो हेर्दै गर्नु होला है त। फर्स्टमा रहेको छ न्यू नेपाली मुभी बाटो जो अलरेडी रिलिज भइसकेको छ। न्यू इयरको अवसर भनेर वैशाख गते यो मर्निङको 6 बजे यो मुभी रिलिज हुन गइरहेको छ र जबसम्म मैले भिडियो अपलोड गर्छु तबसम्म यो मुभी तपाईहरुको युट्युबमा आइसकेको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट तपाईले यो मुभी फ्रीमा हेर्न सक्नुहुन्छ। यो मुभी निकै नै राम्रो छ र अहिलेसम्म मैले पनि हेरेको छैन। सो म पनि हेर्ने छु यो मुभी पनि कस्तो छ के छ तपाईहरुलाई देखाउने गइरहेको छु। सो यो मुभी चाहिँ ओएसआर डिजिटल युट्युब च्यानलबाट अभाइलेबल भइसकेको छ। सो गएर हेर्न सक्नुहुन्छ। दोस्रो मुभी रहेको छ मोदी बेनी। यो मुभी अलरेडी 2 दिन अगाडि युट्युबमा अपलोड भइसकेको छ। जसले हेर्नु भएको छैन प्लिज गएर यो मुभी पनि वाच गर्न सक्नुहुन्छ। सो यो पनि अलरेडी ओएसआर डिजिटल युट्युब च्यानलबाट अपलोड भइसकेको छ। सो तपाईले यो मुभी पनि गएर इजिली चेक गर्न सक्नुहुन्छ। त्यसपछि गइरहेको छ घर ज्वाइँ जो दह्याङ राईको नयाँ मुभी बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट वैशाख 1 गते आउन गइरहेको छ। यो दिउँसोको 2 बजे आउन लागिरहेको छ। सो तपाईले पनि यो मुभी छुटाउन हलमा छुटाउनु भएको छ भने प्लिज यो मुभी पनि वैशाख 1 गते दिउँसो चाहिँ तपाईले 2 बजे चाहिँ यो मुभी पनि फ्रीमा हेर्न सक्नुहुन्छ। त्यसैगरी अब तपाईहरुलाई म दुईटा नयाँ मुभी भन्न गइरहेको छु जो सिनेमा घर एपमा अलरेडी अभाइलेबल भइसकेको छ न्यू इयरको स्पेशल यो अवसरमा। सो तपाईहरुलाई म सिनेमा घर ओपन गरेर देखाउन गइरहेको छु। पहिलो मुभी रहेको छ मच अवेटेड मुभी मनसा र यो मुभी पनि अलरेडी सिनेमा घरमा अपलोड भइसकेको छ। जसले कसैले यो मुभी सिनेमा घरमा छुटाउनु भएको छ गएर चेक गर्न सक्नुहुन्छ। तपाईहरुले $2 या फिर तपाईले फ्रीमा 200 कोइन दिएर यो मुभी इजिली तपाईले स्मुथली आफ्नो मोबाइलमा हेर्न सक्नुहुन्छ। मोबाइल या ल्यापटप या आईएसओ डिभाइसमा तपाईले हेर्न सक्नुहुन्छ। यो मुभी पनि एकदम राम्रो रहेको छ। यो मुभी मैले पनि हेरेको छैन किनभने यो मुभी चाहिँ जब रिलिज भएको थियो म चाहिँ वर्किङ गर्न यहाँ साउदी आएको थिएँ र यो मुभी पनि म अवश्य हेर्ने नै छु। सो तेस्रो मुभी रहेको छ तपाईको बोक्सीको घर। सबैको लागि मस्ट अवेटेड मुभी जो कृति अधिकारीको बोक्सी घर यो बक्स अफिसमा हिट भएको थियो भने यो मुभी पनि तपाईले सिनेमा घरमा हेर्न सक्नुहुन्छ। 200 कोइन दिएर र $2 मा तपाईले यो मुभी हेर्न सक्नुहुन्छ भने तपाईले यो मुभी इजिली यो मुभी तपाईले पनि आफ्नो मोबाइल फोनमा हेर्न सक्नुहुन्छ। यो मुभी पनि आइसकेको छ सिनेमा घरमा। र त्यसैगरी तपाईले हेर्न सक्नुहुन्छ दयारानी उपहार छका पञ्चाचार त्यसै झिङ्गे दाउ भगवत एक प्रेम गीता हाती छाप माइकल प्रेम गीत 3 द घनचक्कर लट अफ मुभी तपाईले यहाँ सिनेमा घरमा हेर्न सक्नुहुन्छ किनभने यो अलरेडी चाहिँ तपाईले हेर्न सक्नुहुन्छ चिसो मान्छे र अपकमिङ मुभीमा रहेको छ यहाँ हिजो आज कुरा। यो पनि मैले यो चाहिँ अलरेडी 1 वर्ष हुन लागिसकेको छ सिनेमा घरमा कमिङ सुनमा र होप किन यो मुभी आएको छैन आई डोन्ट नो। सो यो मुभी पनि छिटै नै आउनु पर्छ। यो मुभी पनि एकदम राम्रो छ भन्ने मैले सुनेको थिएँ बट मैले हेरेको छैन। सो तपाईले मुभी पनि छिटै भन्दा छिटै हेर्न पाउने हुनुहुन्छ। र त्यसैगरी तपाईको लागि रहेको छ 12 गाउँ मुभी। यो पनि छिटै नै तपाईले यो सायद सिनेमा घरमा हेर्न सक्नुहुन्छ किनभने बुढा सुब्बा डिजिटलको मुभीहरु प्राय सिनेमा घरमा आइरहेको छ या सिनेमा घरमा एटलिस्ट आएन भने 1-2 विकमा तपाईले सायद मेरो हिसाबमा भिडियो पसल एपमा 12 गाउँ पनि इजिली तपाईले वाच गर्न सक्नुहुन्छ। या फिर 12 गाउँ त्यहाँ आएन भने अवश्य पनि तपाईले 2 महिना भित्र बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट हेर्न सक्नुहुन्छ किनभने त्यो मुभी हिट भइसकेको छ। ब्लकबस्टर मुभी हो। सो धेरै दिन त्यो चाहिँ बुढा सुब्बा डिजिटलले त्यसलाई चाहिँ वेटिङमा राख्न सक्दैन। होप नेक्स्ट मुभी बुढा सुब्बाबाट
12 गाउँ नै आउन सक्ने चान्स रहेको छ। त्यसैगरी बाँसुरी युट्युब च्यानलले पनि अब केही दिनमा सायद मेरो हिसाबमा भर आएको बाटो मुभी अपलोड गर्न सक्छ, किनभने त्यो मुभी पनि वेटिङमा रहिरहेको छ। यो मुभी पनि तपाईँले छिटैभन्दा छिटो यो चाहिँ बाँसुरी फिल्म्सबाट यो युट्युब च्यानलबाट तपाईँले हेर्न सक्नुहुन्छ। होप न्यू इयरमा आउन सक्छ, या चान्स कम छ, त्यही पनि आउन सक्ने चान्स धेरै नै रहेको छ। सो बाँसुरी फिल्मले पनि वान इयरमा एउटा मुभी अपलोड गरिरहेको छ र 1 महिना अगाडि डिग्री माइला मुभी अलरेडी अपलोड भइसकेको छ। सो तपाईँले हेर्न मन छ भने पनि हेर्न सक्नुहुन्छ। सो वेट गर्नु होला, यहाँबाट पनि छिटै मुभी अपलोड गर्नेछ। त्यसैगरी केदार मोसन पिक्चरसँग एउटा मुभी चाहिँ वेटिङमा रहेको छ। तपाईँलाई थाहा नै होला, यो मुभीको गीत रुकुमै गुजार भन्ने गीत एकदमै भएको थियो। यो मुभीको नाम रहेछ कुसुम। यो मुभी पनि सायद मेरो हिसाबमा केही दिनमा यो मुभी पनि युट्युबमा आउन सक्छ, किनभने यो पनि हिट भएको थियो र केदार मोसन पिक्चरले चाहिँ धेरै दिन वेट गराउँदैन। जस्तै बाबरी अनि महापुरुष मुभी चाहिँ आएको थियो, त्यसै गर्ने सायद यसले पनि छिटैभन्दा छिटै तपाईँलाई यो मुभी पनि अपलोड गरेर दिने नै कोसिस गर्नेछ, किनभने यसले पनि मुभीहरू धेरै दिन वेटिङमा राख्न सक्दैन, किनभने वेटिङ धेरै लामो भयो भने हामी जस्तो वेट गर्ने मान्छेहरूले चाहिँ त्यो मुभीलाई बिर्सिन सक्छौँ। सो त्यही भएर यो मुभी तपाईँको सामने छिटोभन्दा छिटो आउने चान्स धेरै नै रहेको छ। त्यसै हाइलाइट्स नेपाल युट्युब च्यानलले अहिलेसम्म एउटा मुभी पनि अपलोड अहिलेसम्म अफिसियल अनाउन्स गरेको छैन। सो यहाँ चाहिँ अनाउन्स हुँदैन र सिधा यो मुभी यहाँ चाहिँ अपलोड हुने गरिरहेको छ। सो अहिलेसम्म चाहिँ मैले पोस्टहरू र SMS गरेको छु, बट अहिलेसम्म केही रिस्पोन्स आएको छैन। होप न्यू इयरमा एउटा नयाँ राम्रो मुभी अपलोड गर्छ भन्ने मलाई आशा रहेको छ, किनभने हाइलाइट्स नेपालको एउटा बानी अलिकति राम्रो लाग्दैन, किनभने अटोमेटिक त्यहाँ मुभी बिना अपडेट गरी मुभी अपलोड हुने गरिरहेको छ। होप मलाई जहाँसम्म लाग्छ यसले चाहिँ छक्का पञ्जा 4 मुभी सायद आउन सक्छ मेरो हिसाबमा, किनभने छक्का पञ्जा 5 अलरेडी अलरेडी हलमा लगाइसकेको छ र OTTमा आउन गइरहेको छ। त्यो पनि त्यही भएर छक्का पञ्जा 4 तपाईँले छिटोभन्दा छिटो युट्युबमा हेर्न सक्नुहुन्छ। तपाईँले धेरै दिन वेट गर्न पर्दैन, किनभने माछा शत्रु त हिरो रिटर्न्स मुभी एकैचोटि यो मुभी 1 विकभित्र अपलोड भएको थियो। सो त्यसै गरी नै हाइलाइट्स नेपाल युट्युब च्यानलले पनि मुभी छिटैभन्दा छिटै अपलोड गर्ने गरिरहेको छ। सो हेरौँ हाइलाइट्स नेपालले आज न्यू इयरको दिनमा मुभी अपलोड गर्छ या गर्दैन, त्यो चाहिँ हाइलाइट्स नेपालसँग थाहा नै छ। सो आजको भिडियो धेरै लामो भइसकेको छ। सो तपाईँहरूले यो भिडियो मन पराउनु भएको छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला, किनभने मैले चाहिँ अब तपाईँहरूको लागि मुभीहरूको अपडेट दिने ट्राई गरिरहेको छु, किनभने अपडेट आएको छैन। OTTमा मुभीहरू आयो भने म तपाईँहरूलाई छिटोभन्दा छिटो कन्फर्म डेटहरू निकालेर दिने कोसिस गर्नेछु। त्यति भन्दै म आफ्नो भिडियो टुङ्गाउन चाहन्छु। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। मिलौँला नेक्स्ट भिडियोमा। सो बाई बाई, टेक केयर गाइज।